Good morning, teachers. Good morning. सुरुमा चढ्नेहरूले अगाडिको सिट रिजर्भ हान्दिहाल्नु भएको छ। ओके ल हाम्रो आजको टुर सुरु भइसकेको छ। सबैजना हामी गाडी बेच्छौँ। अब हामी जान्छौँ। कहाँ पो अरे हाम्रो टुर? ल वेलकम छ है लक्ष्मीपुरबाट चढ्ने सरहरूलाई म्यामहरूलाई। मर्निङ सर। मर्निङ सर। गौसियामा कस्तो खुसी हुनुहुन्छ आज? अस्तिको दिनसम्म कस्तो नलाम्रो हुन्छ। गौसिया म्याम अन द फ्रेन्ड। आज लाइट पनि छैन क्या, त्यसले गर्दा घरमा देखिन्छ मान्छे। त हाम्रो भेनेटारको घाट गन्तव्य रहेको आजको यात्रा सुरु भइसकेको छ। पछाडिबाट हाई गरिदिनु सबैजनाले हात उठाएर। म सबैजनालाई पर्सनल्ली देखाउँछु। पछाडिको सिटमा हामी देख्न सक्छौँ भूमिका म्याम, रेबिका, रवा म्याम, यता हुन्छ विधान सर, यता हाम्रो नरेन दाई, देवी सर, देवी सर, यता हाम्रो क्युटी रिस्तिका म्याम, जुनु म्याम, यता यहाँनिर अनुहारले कति हुनुहुन्छ ट्रेदा म्याम। आज साह्रै राम्री भएर आएको छु भनेर अनुहार लुकाउनु भएको अरे, अरूलाई नदेखाम भनेर। गौसिया म्याम, यता पूर्वी म्याम, हुन्छ हाम्रो तुलसी सर। अगाडिपट्टिको सिटमा हुनुहुन्छ, यतापट्टि फर्किदिनुहुन्छ तुलासा म्याम। जो चाहिँ ढल्किने ठाउँै भएन भने गुनासो गर्दै हुन्थ्यो। बुढाबुढीलाई जस्तो ढल्किने ठाउँ चाहियो अरे। यता हुनुहुन्छ हाम्रो टिका म्याम र अगाडि हुन्छ गुरुजी स्वयकमा गाडी कुदाउँदै हुन्छ। And this is me. र यसरी हाम्रो यात्रा सुरु हुन्छ र यात्राको क्रममा हामी गीत गाउँदै रमाइलो गर्दै अघि बढ्छौँ। छोटा डन, छोटा डन ऊपर फुटिला रो। छोटा डन हेलो बन्दिनु है बन्दिनु मेरो जिन्दो खाली छ उनको यो मन नै खाली छ। एउटा एउटा हो आलु पुरी रबर्ट आयो ल रबर्ट। तोर चन्द्र सूर्य रङ्गी सान हाम्रो जिउँदो रगत छरियो सान हाम्रो। मितिनी जिउ नरिसाऊ मितिनी जिउ खुट्टैमा गाड्दिन्छु म त जिउ जिउ खुट्टैमा गाड्दिन्छु म त जिउ जिउ मोही पार्ने गाजा कुरा म धनी माग्यौ घटुकीमा रेहा घुटु घुटु उबडा पुरा हामी हेरेको हेरे केटो हेरे केटो हेरेको हेरे सानो सिङ्गरले दिएर यात्राको क्रममा धरान नजिकिँदै जाँदा हाम्रो पहिलो गन्तव्य बुढासुब्बा मन्दिर रहन्छ।
ल हामी बुढासुब्बा आइपुग्यौँ भर्खरै। सबैजना बुढासुब्बाको दर्शनको लागि तयारी गर्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ सबैजना बुढासुब्बाको दर्शन गर्नको लागि दर्शनार्थीहरूको माहौल तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँनिर एकदमै घुइँचो लागेको छ। आज सायद शनिबार भएर पनि होला। हाम्रो टोली पनि दर्शन गर्नका लागि यहाँ अगाडि बढिसक्नु भएको छ। निकै नै लामो घुइँचो देखिन्छ दर्शन गर्नका लागि दर्शनार्थीहरूको बुढासुब्बा मन्दिरमा। निकै भिड देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ। यो लाइन युटर्नमा भएर आइरहेको छ। यो लाइन युटर्न भइरहेको रहेछ। यताबाट यस्तोरी घुमेर उताबाट यस्तोरी भनेपछि निकै मान्छेहरू देख्न सक्नुहुन्छ तपाईँहरू यहाँनिर। यहाँनिर अब फुलपाती चढाउनको लागि लामो लाइन भएको कारणले गर्दाखेरि जस्तो अब हामी यहाँनिर घुमघाम गरेर दर्शन गर्ने मात्रै योजना बनाएको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै लामो लाइन छ। लामो लाइन छ। भिड अत्याधिक धेरै भएको कारणले गर्दाखेरि हामी बाहिरबाटै दर्शन गरेर जाने योजना बनाइरहेको छौँ। फोटो सेसन चलिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो दुलसर क्यामेराम्यान हुनुहुन्छ। बुढासुब्बाको बाहिरबाटै दर्शन गरिसके पछाडि अब फेरि हामी यहाँबाट निक्लिने तयारी गरिरहेको छौँ। बुढासुब्बाको दर्शन पछाडि हामी दन्तकालीको दर्शन गर्न आइसकेको छौँ यहाँ। त्यसपछि हामी धरानमै सामान्य नास्ता गरेर अर्को गन्तव्यतर्फ अगाडि बढ्छौँ। धरानमा खाजा खाइसकिसके पछाडि अब हामी जाँदैछौँ हाम्रो मेन डेस्टिनेसनमा। सबैजना धरानमा भेडारसम्म पुग्नको लागि फ्युल भरिसकेको अवस्था छ। र हामी नमस्ते झरना जाने बाटोमा पर्ने भाइरल ढुङ्गामा केही समय बिताउँछौँ। सो गाइस हामी भेरेटारको भाइरल ढुङ्गामाथि चढिसकेको छौँ। हामी यहाँनिर ट्रेजा म्याम, तुलसा म्याम र म चाहिँ सजिलोसँग चढेँ। अब तपाईँलाई देखाउनु छु म यहाँनिर अरूको अवस्था। एकदम यस्तो धरापिलो ठाउँ रहेछ। चढ्दै गर्दाखेरि चाहिँ ध्यानपूर्वक चढ्नुपर्ने रहेछ। चढ्न गाह्रो होइन कि उत्रिन चाहिँ गाह्रो। यस्तो बाटो छ यार। चढ्नु गाह्रो होइन, उत्रिन चाहिँ गाह्रो। होस् चुट्टिन्छ हौ, डोरीले थाम्दैन, चुट्टिन्छ। यति हो। यता त सजिलै छ। यहाँनिर उहाँहरू चढ्न त आउनु त खोजिरहनु भएको छ, तर यो साह्रै अप्ठ्यारो ठाउँ रहेछ। त्यो कारणले गर्दाखेरि तलै अड्किनु भयो। पछिबाट भाइरल ढुङ्गामाथि चढ्ने साइडबाट सजिलो बाटो पत्ता लाग्छ र हामी सबैजना माथि चढेर फोटो भिडियो खिच्छौँ र यहाँबाट देखिने
राम्रो सुन्दर हिमालका भ्यूहरू र पहाडका हरिया डाँडाहरूलाई अवलोकन गर्छौँ र यस पश्चात हामी सिधै नमस्ते झरना जान्छौँ। तो गाइस अब हामी आइपुगेको छौँ यहाँ नमस्ते झरना। हामी भर्खर आइपुगेको छौँ भर्खर यहाँ नमस्ते झरना। टोलीहरू अगाडि बढ्दै झन्डै लड्यो। ल गाइस दुई शब्द के भनेर जाउँ। गलियो कि क्या हो टिका म्याम? गलियो टिका म्याम? छैन ए स्यासे फेका त छैन। गलिएको छैन नि होइन? ए गौसिया म्याम मजा आउँदैछ? ल दामी दामी यति प्रगति चाहिँ हुनु पर्यो है। यस तुलसी सर गलियो क्या हो? जमानामा यस्तो भिडभाड कति डुलिएको थियो सर, कति हिँड्यो तर अब बुढो भइसक्यो। सास बढ्छ उसमा फर्किन्छ गाह्रो त्यही ल ठिक छ। त्यही पनि यात्रा जारी छ। ल यता फोटो सेसन चलिरहेछ। नाइस नाइस। हर हर महादेव गणपति बाप्पा मोरया। हल्का गलिएको अवस्था हो गाइस। विश्राम गर्ने ठाउँ रहेछ। के गर्ने विश्राम गर्ने कि विश्राम गर्ने एकछिन सबैलाई पर्ख्यौँ न त। के लेखेछ? कृपया झर्ना जाँदा यो बाटो प्रयोग गर्न होला। हुन्छ धन्यवाद। हो हाईमा आएर कुदेको र गलियो त हौ। ल गाइस यस्तै छ। झर्ना गइँदैछ। झर्नाको यात्रा गरिँदैछ। यहाँ प्रज्वल सर हुनुहुन्छ। यस बाई बिस्तारै हिँड्नु होला। यता निस्टिका मिस्टर टिका म्याम हुनुहुन्छ। आस्ते आस्ते यहाँ खतरोका खेलाडी हाम्रो टिमहरू चाहिँ खै कता हुनुहुन्छ? And this is us. हाम्रो बोर्डर साइड जाने बाटो गर्दैछ। निस्टिका म्याम यहाँ पूर्वीमा खै यहाँ आउनुहुँदैछ भर्खरै सरहरू। म्याडम गरिन प्रज्वल सर। फोटो कि भिडियो? प्रज्वल सर
ल हान्नु नि त हान्नु लु हेलो गाइस भन्यो हेलो गाइस हामी झर्ना हेर्नु गएको भन अब हामी यो उकालो चढ्छौँ भन न यो उकालो चढ्छौँ हामी अब उकालो बबाल छ झर्ना बबाल छ यता हाम्रो प्रेजन निस्तिकामा गुटुरु कुद्दै आइरहेको अवस्था हात पक्रेर लु 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 टिका मेम पनि ल यता त्यति छ पुरी मेम सबैजना आउँदै हुनुहुन्छ झर्नाको भ्यू है गाइस झर्नाको भ्यू फाइनल्ली हामी आइपुगेको छौँ नमस्ते झर्ना त्यहाँ तल फोटो खिच्नेहरूको भिड लागेको देख्न सक्छौँ झर्नाको चिसो पानी बताससँगै मान्छेहरू अलिकति यसो इन्जोय गरेको दृश्य देख्न सक्छौँ त्यहाँनिर यो रहेको झर्नाको दृश्य हावाको लहरसँगै आएको त्यो झर्नाको छिटाहरूले मनलाई हल्का शान्त र आनन्दित बनायो र त्यसपछि हामी बाटोमा रमाइलो गर्दै खाना खान फर्किन्छौँ मिलाउ त ल मिलाउन जेजामिनको भत्या देऊ न पढाउने तपाईँ चाहिँ ल हामी नमस्ते झर्ना डुलिसकेर खाना खाएर अब भेरेटार घुम्न जाँदैछौँ सबैजना हुनुहुन्छ यहाँनिर खाना खाएर आनन्द रिल्याक्स बस्नु भएको देख्न सक्नुहुन्छ नमस्ते झर्नाबाट हामी अब भेरेटार आइसकेको छौँ अब हामी हान्न गइरहेको छौँ स्काई वकको एक्सपिरियन्स लिनको लागि अगाडि बढ्दै यहाँ हुनुहुन्छ हाम्रो तुलसी सर अहिलेसम्मको यात्रा के कस्तो हुँदैछ त तुलसी सर 2 शब्द हाम्रो गन्तव्य जहाँसम्म पुग्ने थियो त्यसमा अलिकति त्रुटि भयो त्यसमा हाम्रो गल्ती भयो नत्र अहिलेसम्मको हाम्रो यात्रा भनेको अत्यन्तै रमाइलो भएको छ राम्रो भएको छ सबैजना खुसी छौँ आनन्द छ ताजा खाना खान पाएको छ तातो तातो होइन तातो तातो यो नि हाम्रो लागि आनन्द छ अहिलेसम्मको यात्रा के कस्तो भइरहेको छ त यसो 2 शब्द राम्रै भइरहेको छ पर्फेक्ट अहिलेसम्मको यात्रा कस्तो भएछ त्यसो 2 शब्द खतरा ल जेबी सर अहिलेसम्मको यात्रा कस्तो भइरहेको छ त यसो 2 शब्द ठिक छ 2 शब्द भन्दा पनि यात्रा राम्रो छ सफल छ रमाइलो छ यता रमाइलो हुनुहुन्छ कुशल हिरो यता छ यता नरेन दाई Oh, way to Skywalk. माथि गएपछि के आउँछ भन्नाले ए के आउँछ अब पर्ने नपर्ने म चाहिँ यहाँनिर एक धुनमा हिँडिरहेको छु गेट सेट गो
खै त गिभ अबे अबे ल ल ल ल ल ल ल ल ल फास्ट 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 आया खुट्टा देखेर यतिकै पाहाडे मान्छेलाई कहाँ सक्नुहुन्छ हौ जिन्ता मेम हाम्रो टोली पछाडि पछाडि आउँदै रनिङ कम्पिटिसन चलिरहेछ यहाँ लदाएर हुन्छ त नि सबैजना कुदेकोलाई कुद्दिनु नि त निस्तिका मेम पनि कुद्दिनु ल कुद्नु न कुद्नु गौसिया मेम कुद्नु न हौ तपाईँ चाहिँ कुद्नु पर्ने हो मेन यहाँ ए दुईजना पहाडे बिचको कम्पिटिसन भएर कहाँ पुग्यो भरे तल खोल्चितिर खोज्नु पर्छ वेलकम टु स्काई वक बेटार ओके थ्याङ्क यू सो मच कसले जित्यो त रनिङमा ए त्रेता मेम हो ल अब त्रेता मेमलाई एउटा मेडल लगाइदिनुपर्छ पत्ताको सो गाइज अब हामी स्काई वकको लागि जाँदैछौँ स्काई वकको लागि जाने भने चाहिँ हामी मोटो भएको 3 जना मात्रै छौँ यता सुल सर हुनुहुन्छ पुरी मैम इसमें हमको तो आप पहचानते ही होंगे हम जा रहा है ओह यो दामी छ दामी अब हामी जाँदैछ स्काई वक हान्नको लागि भित्र इन्ट्री हुन गइरहेको छ हामी स्काई वकमा कभर लगाउनु जुत्तामा कभर लगाऊ ल 3 जनाको हो मैले चाहिँ लगाइसकेँ यता लाउँदै हुन्छ लगाइसक्नु भयो लेट्स गो ल स्काई वकको मुखमा छ है म त यस्तो छ है तल चाहिँ तलको भ्यू आमै अलिअलि हल्लिँदो रहेछ फेरि हावा चलेन लुक एट दिस भ्यू यतातिर हिमाल सबैजना आउनु भएको रमाइलो हुन्थ्यो के गर्नु आउनु भएन अब बाहिर गएर फोटो खिच्नु स्काई वकमा डर लाग्छ कि भनेर आएको अरे डराको एक्टिङ गरेर परेको छ एक्सपेक्टेसन्स भर्सेस रियालिटी भयो त ठिकै छ तर पनि स्काईमा हिँड्नु जस्तो अनुभव चाहिँ भयो नि त जे जस्तो भए पनि स्काई वकको अनुभव लिएर फर्किँदैछौँ हामी
स्काई वकको एक्सपिरियन्स कस्तो भयो त सोचे जस्तो भएन डर लाग्छ भनेर गएको अरे डराएको एक्टिङ गरेर आउनु पर्यो पैसा दिएर डराउनु गएको डरै लाग्यो तर पनि ठिकै छ अनुभव गर्नु पाइयो नो रिग्रेट्स अब हामी भेरेटारबाट निस्किन लायक छौँ अब हाम्रो गन्तव्य भनेको कता भन्दा श्रम संस्कृति पार्क त्यो भनेको चाहिँ हाम्रो हर्क साम्पाङले बनाएको पार्क हुन्छ त श्रम उसले खुवाउँछ त्यहाँ अरे घरको साम्पाङले खुवाउँछ फेरि हामी धरान आइसकेको छौँ फेरि पनि श्रम संस्कृति पार्क घुम्नको लागि है त ल जाँदैछौँ हाम्रो चिन्ता म्यामले भन्नुभयो जस्तो ल रहेछ श्रम संस्कृति पार्क आउने मान्छेहरूको भिडियो रहेछ माहौल हेर्न सक्नुहुन्छ अब चाहिँ गलेको फिल भयो हिँड्दा हिँड्दा मलाई चाहिँ अब चाहिँ गलेको फिल भयो टिका सिका छ कि क्या यहाँ पनि प्रवेश शुल्क रु 35 र यहाँ सबैजना केही समय घुम्छौँ रमाइलो गर्छौँ फोटो भिडियो खिच्छौँ र फेरि यहाँबाट फर्किन्छौँ आज धेरै हिँड्यौँ कस्तो मजाको घाम आइरहेछ तर यो हिँड्नु चाहिँ राम्रो हो नि एउटा चाहिँ कि तलमाथि अपडाउन गर्दा हामी सुगर पीडितलाई चाहिँ एकदम राम्रो आजको यात्रा कस्तो रह्यो त यसो 2 शब्द राम्रो एकदम राम्रो तर पानीपुरी खानु मन लागिरहेको छ तपाईँलाई के भन्नुभयो कस्तो मजा लिनुभएको ढालक ढालक गर्दै राम्रो भइहाल्यो पुरी म्याम रमाइलो भयो अलिअलि गल्ली चाहिँ अलिअलि गल्लीको अनुभव चाहिँ भयो मलाई भर्खर घुँडा तर यहीँ डरै भएको छ यता अरू लडाकुहरू हुनुहुन्छ आज कस्तो रह्यो त तपाईँहरूको एकदमै रमाइलो रमाइलो को गर्नु भयो खेल्ने ठाउँ थिएन मलाई गलेन झर्ना चढ्दा गर्नु खासै भएको होइन त्यो पनि है सही कुरा गर्नु है हाम्रो जुनिता म्यामले अहिले त जोस जोसमा गलिँदैन होइन यता रमायो भन्नुहुन्छ रमायो कतिको गलियो यता नरेन्द्र हुन्छ पहाड गएको नि लेकुवादेखि उता भोजपुरतिर नि पुग्यो अनि त्यहाँबाट मूल घाटको दर्शन गरियो माई खोला चाहिँ पुगिएन भनेपछि यात्रा कस्तो रह्यो त यात्रा त पैदल यात्रा अरे यस्तै यस्तै गर्दै गर्दै हिँड्दै यो खोलो हेर्न गएका फर्केको अनि लडिक छ र यसरी नै आजको हाम्रो दिन घुमफिर गर्दै रमाइलो गर्दै बितेको छ अन्तिमसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद स्वस्थ रहनुहोला मस्त रहनुहोला फेरि पनि अर्को भिडियोमा भेटौँला हस्त धन्यवाद।